तपाईं चाहिँ इन्डिया जानुभएको थियो, खासमा के कारणले जानुभएको इन्डिया? इन्डिया चाहिँ यसो डुल्न गएको, यसो भ्रमण गर्नको लागि। कस्तो रहेछ त त्यहाँको वातावरण, तपाईँलाई कस्तो लाग्यो? रहन सहन, त्यहाँका मान्छेहरूको बोलीचाली ठिकै हो, कस्तो लाग्यो? ढेडेहरू फेरि यस्तो नराम्रो। हेलो एभ्रीवन, वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। रोइछ हल्का मजाक गर्दै गयो, यसो इन्टरटेनमेन्ट के दुख्रा अन्त फेरि ठिस हुन्छ नि, त्यही भएर आफै हल्का दुख्रिदिएको। काँचोहरू होला, मिठाई खानु अलिअलि मिठाई रहेछ नि, हल्का काँचो भए पनि। अनि यसो त्यही भएर चाख्ने पनि भन्दा कि घर खान्छ यता डुल्दै आएको कि खोला गएको थियौँ। अनि फेरि खोलाको माछा साछा नि भेटेनन्। अनि त्यही यसो यहाँ पिपल डाँडा भन्ने छ एउटा, अनि त्यहीँ गएर यसो घुमेर अनि एउटा दुइटा यसो फोटोसोटो हानेर आउनु पर्ला भनेर आएको। अनि त्यहाँ हल्का अरू देखेको कि त्यही भएर काँचो भए पनि यसो चाखिदिउँ न त भन्दा कि अब यता आइन्न अरू बेला। के छ दाजु, कहिले सकिन्छ काम? यसो हाम्रोतिर नि हो भाइ। हजुर त्यही हो, अब हामी चाहिँ त्यहाँ मास्टर जान्छौँ पिपलको रुखतिर। हो गरी खै अब भ्लगर भन्दै यसो सब्सक्राइब हामीले भन्दै हुन्छ। त्यो हो नि, म त्यहाँ दाइसँग कुराहरू चाहिँ आरू खानाको बोलेछु कि अङ्गुर त अङ्गुरको झाल त रहेछ, तर अङ्गुर चाहिँ देखियो होइन। ओहो दाजु के हो? ए टिकट डुल्दा है यहाँ मासतिर अङ्गुर त धोबिरहेछ होइन, तर चोर्नी जस्तो रहन्छ कि फेरि। हजुर त म चोरिन्थेँ, हाँसो मजाक गरेको फेरि त्यत्तिकै हो कि साँच्ची हो, हाँसो मजाक हो मेरो फेरि। आज चोरिहाल्थ्यो मजाक मजाकमा, अरू चाहिँ चोरिन्न। काँचोहरू खाइएको त खेलपाती लाउने र टेन्सन हुने फेरि। बन प्याज कस्तो दामी भयो है, पुरै फुलफुलेर झकमक्क लाली गुराँस जस्तो भयो अरे। यता आएको कि अनि भ्याकुरले फेरि त्यहीँ खन्न लारहेछ कि त्यहाँ माथि। भ्यू हेरौँ न, भ्यू कस्तो देखिन्छ, दामी देखिन्छ है। कस्तो लोभलाग्दो भ्यू छ कि फेरि गल्फको। दामी देखिन्छ कि। उक्लिनु बाटो छैन गएको त खन्दै छैन। अब त्यो मासतिर त्यो पिपलको डाँडैमा गएर भेटौँला है त। है साथीहरू, हामी चाहिँ पिपल डाँडामा आइदिन्छौँ भर्खर है। अनि त्यसपछि आराम गरेको कि खोलामा गएर माछा मारौँ भनेको, अनि थकै लाग्यो कि माछा मार्ने बेलाखेरि यत्रो सर्पो देखेर अनि हिँडेको माछा साछा गोली मार्के त भनेर अनि त्यहाँबाट यस्तो पिपल डाँडातिर आयो कि माछा मार्ने चक्करमा फेरि सर्पले फेरि हान्दै हुन्थ्यो, ठिस हुन्छ। अनि त्यही भएर यसो पिपल डाँडातिर गएर हावा खाएर अनि फेरि यसो घरतिर जाने, अनि फेरि पेट पूजा गर्ने, अनि त्यसपछि फेरि गिरानतिर जानुपर्छ भनेर चाहिँ यसो आएको। त्यही हो, अब त्यति साह्रो हावा नि लाग्यो नि यहाँ मुनतिर। फेरि भ्याकुरले खन्न लाएर रहेछ, बाटो नि थिएन। यसो एकछिन हल्ट, एकछिन रोकाएर अनि आएको मासतिर चाहिँ। अब चाहिँ हामी चाहिँ 2-4वटा फोटो चाहिँ खिच्छौँ, अनि त्यसपछि फेरि कता जान्छौँ त्यति बेला भेटौँला है त। साथीहरू अब के अन्त नि यसो बल खेल्न जाने भयो, पानी त पर्ला जस्तो भइरहेको। त्यही भए पनि यसो जुत्ता सुत्ता लाएर जानु पर्यो के अरे। अब
के कस्तो हुन्छ। पाइन्ट लगाइदिएर हिँडिदिनु लाग्यो, वहाँ गएर चाहिँ यसो पानी अब के कस्तो हुन्छ, मौसमले के गर्छ त्यही अनुसारले अनि यसो पाइन्ट खोल्नु होला भनेर यत्तिकै लगाइदिएर हिँड्न लाग्यो। जुत्ता चाहिँ थोत्रा भएन, अब चेतिएन, तर यसो बाहिरको यो छाला त उस मात्र गएको, त्यही भएर यसलाई यसो यसको सदुपयोग त गर्नु पर्यो। पैसा हालेको त्यसै खेर फाल्न त भएन भनेर चाहिँ यही भए पनि यसो लगाइदिनु पर्यो भनेर चाहिँ लगाइदिएको। बल खेल्दा नि के नयाँ लाग्छ नि यार, अलिक प्र्याक्टिस गर्ने बेला पनि भनेर चाहिँ यत्तिकै लगाइदिएर यसो ट्याक्क लगाएको। ल त जुत्ता सुत्ता लगाएर ट्याक्क म चाहिँ हिँड्दिनँ है। अनि ट्याक्क लगाएर अब पानी पर्छ कि नै अब त्यो त हेरौँ, अब मौसमको भरै हुन्न के कस्तो हुन्छ। यसो जुत्ता सुत्ता लगाएर ट्याक्क त्यही भएर ट्याक्क लगाएर जानु लाग्यो। बाहुन भयो फेरि ऊ त्यहाँ आएर फर्केर बसिरहेको, कपाल त पुरै भाङ भयो। जाम गाइज केटाले त जुत्ता त पुरानो लाएर आउँछ अन्त टल्काएर आयो गाडी होइन अगाडि हेरेको सोलैको ऐछ त के लाग्थ्यो नि त्यस्तो। है हामी चाहिँ ट्याक्क लाएर जुत्ता सुत्ता लाएर ट्याक्क दुई भाइ जायमा हुन्थ्यो। म चाहिँ जायमा लाउँथेँ अरू बेलामा चाहिँ। अहिले चाहिँ अब यसरी मौसमको अलि भरै छैन कि, त्यही भएर जाय लाउनु यसो पानी पर्यो भने यत्तिकै डुल्न नि त हुन्छ नि त पाइन्ट लाएपछि त भनेर चाहिँ यसरी पाइन्टलाई लाएर आएको। गेम खेल्न चाहिँ अनि लप्प काटिदियो, जाय लाएर खेल्दै भित्रबाट लागियो, बालै भएन त अनि टेन्सन नो मतलब नो टेन्सन सिलमा गाइज या सिलमा हो हामीहरू ड्याक्क लाएर भन्नु नि होइन। ठिक हो, मौसम त्यति अब पानी पर्ला जस्तो नि गरे जस्तो नि गरे उताखेरि उज्यालो ह यताखेरि यस्तो हो कि, त्यही भएर अलि झ्याउ भइरह। हामी रोक पारामा अब ट्याक्क गिरनतिर गएपछि ट्याक्क भेटौँ ल है त। अलि साथी अहिले हरि भाँसो लागे भयो चार भाइको भाइले चाहिँ होइन ट्याक्क बल खेल्न जाने टाइममा चाहिँ होइन आलाराम रहेछ कि होइन, बल खेल्न जाने टाइममा के ठ्याक्क कति 4:45 चाहिँ ठ्याक्क आलाराम राखेको रहेछ। अनि के गीत भन्नु न, बस्यो माया बस्यो के अरे, अनि त्यसपछि के अरे केटो फस्यो भन्ने चाहिँ आलाराममा गीत राखेको रहेछ। म त फोन आएछ कि अनि त बल खेल्न जाने आलाराम भन्छ के अरे, दिवे हाँसो लाउने केटाले जियोस् रमाइलो गर्छ क्या फेरि। त्यही अब हामी चाहिँ गिराउन केटाहरू चाहिँ गइसकेको छैन अरे, कपाल कहिले लामो होला ट्याक्क बान्ने सबै बान्ने होला भन्नेको होइन, हुँदै भएन क्या यार। उकालो जानु लाग्यो यहाँ त मौसम त क्लियर देखिरहेको केटा हो। ट्र्याक्टर आउँदैछ माथिबाट, हामी चाहिँ लाग्यो के भन्दा नि अब गाह्रो छ क्या। यो मलाई सबैभन्दा इरिटेट लाग्ने साउन्ड भनेको यही ट्र्याक्टरको साउन्ड हो क्या। यस्तो दिमाग खराब लाग्छ नि मलाई यार, लास्टै भेजा खराब लाग्छ यार यो साउन्ड यार। धानका धन्द्रङमा हामी चाहिँ अब के भन्न लाग्थ्यो ट्र्याक्टरले भुलाइदियो जस्तो केटाहरूले यार। जस बाहुन भाइले हरि हँसाइदियो कसम, हरि लास्टै हाँसो लाग्थ्यो मलाई त्यहाँ। गीत बज्यो होइन, मैले त के को गीत बज्यो भनेर अब आइफोनको रिङटोनमा त्यो राख्यो होला भन्ने सोचेको थिएँ। लास्ट टाइम के अरे मेरो बल खेल्न जाने टाइमको अलार्म बज्यो भन्छ के अरे, हाँसो लाएर यार के गर्ने यार। ठिक छ केटो जियोस् फुर्तिलो मा यत्तिको मेरो आज हुनु पऱ्यो नि त जोसमा, ड्याङडुङ गर ड्याङडुङ हान्दिनु आजमा आएर खेल्दै रहेछन् गाइजहरू चाहिँ। यस्तो पानी आउनु लगाएर नि आइसक्यो ए
गाइजहरू खेल्नु कस्तो उज्यालो हो यार उज्यालो देखियो है यार मेरो मुला के हो भने ल अब यसो वार्मअप गर्छन् अनि त्यसपछि अहिले खेल्ने बेला चाहिँ गरेको छ भने गरेको छ नत्र अहिले भेटौँ ल है तपाईको शुभ नाम तपाईँको शुभ नाम के हो आकाश रञ्जन अनि तपाईँ चाहिँ इन्डिया जानुभएको थियो खासमा के कारणले जानुभएको इन्डिया चाहिँ यसो डुल्न गएको यसो भ्रमण गर्नको लागि कस्तो रहेछ त त्यहाँको वातावरण तपाईँलाई कस्तो लाग्यो रहन सहन त्यहाँका मान्छेहरूको बोलीचाली ठिकै हो कोही कोही फेरि ढेडेहरू फेरि यस्तो नराम्रो सबै काला काला थियो कि होइन म भन्दैन काला कस्तो बोल्थे कस्तो बोल्ने अब धेरै जस्तो त हिन्दी बोल्थे हिन्दी कस्तो हिन्दी भाषा कस्तो हुन्छ हमको नहीं आती नहीं आती नहीं तुमको नहीं आती तो तुम इंडिया क्यों गए भाई साहब वही सीखने के लिए गए थे पर सीख नहीं पाए हम ऐसा बात अब बॉल आयो खेलने 3-0 ल है साथीहरू म चाहिँ ट्याक्क बल ल्याएर घरमा यसो खानासाना खाएर बसिदिएको हो यत्तिकै के गर्नु अब बलसल खेल्दै आएछ जस अचल आजभोलि चाहिँ जस गेम टाइट हुन लाग्यो भाइहरू राम्रो खेल्दै गहन् अझ राम्रो खेल्दै जाउँ राम्रो हो हामी त अब त्यस्तै खेल्न सकिन्न खास चाहिँ अब प्र्याक्टिस त गरिराखिन्छ फेरि अब हाइटले पनि त्यस्तै साथ दिएन त्यही भएर त्यस्तै भयो म चाहिँ भर्खरै खानासाना खाएर यत्तिकै बसेको अब चाहिँ यसो भिडियोहरू एडिट गर्नु पऱ्यो यताउति भोलिको लागि अनि अब चाहिँ एकछिन मोबाइल त हेर्नै पऱ्यो टिकटक त हेर्नै पऱ्यो टिकटक नहेर्छ भने फेरि निद लाउन के गर्नु गाह्रो छ त्यही हो आजलाई भ्लग यति तपाईँहरूले के कस्तो लाग्छ लाइक सेयर सब्सक्राइब गरिदिनु होला बेल आइकन हिट गरिदिनु होला है त अरू चाहिँ नेक्स्ट भ्लगमा भेटौँ ल हस् त जय नेपाल बाई बाई